हेलो गाइज नमस्ते म सीता चौधरी अनि आज हामी गएर छु आइहाले सुरुमा यो चाहिँ मेरो फर्स्ट ब्लग। आज चाहिँ हामी सबैजना फ्यामिली मिलेर खानडाँडा रमाइलो गर्न पिकनिक ड्राइभ होइन पकाएर हो पिकनिक गइरहेछौँ। यता तयारी भइरहेछ, यहाँ लिची सिची प्याक हुँदैछ। खै लिची खाँदै बन्छ। यो मेरो भाइ लिची खाँदैछ। यहाँ मेरो बुढा आफ्नै बुढा अहिलेसम्म दातै माझिरहेछन्, कतिखेर तयार हुने हुन् थाहा छैन। यहाँ झाडो लगाउन लाछन् अर्को दिदी। नेपाली फिल्मको हिरोइन नबन्न सके दिदीलाई पनि बोलाइरा छौं। बन्द करो हात जोड के मैं। आज हामी खानडाँडातिर लागिरहेछौं। यता मसँग दिदी प्लस दिदीको दिदी तेरो दिदी नै मेरो दिदी अटोमेटिक भइहाल्नु भयो नि त। अनि आज हामीले एकदम खास क्यामेराम्यान लम्कीबाट पनि बोलाएको छौं। गजब बेइज्जती है। लिची खाँदै तर हाम्रो त यस्तो हुँदैन नि। हामी दुईजना चाहिँ खौवा हुँ, जति बेला जे पाए पनि खाइदिन्छौँ। यता चाहिँ केही पनि नखाने, अरूलाई चाहिँ खाऊ भन्ने, आफू चाहिँ नखाने, हड्डी हुने अनि स्टोरी पावर देखाउने। जाने बेला भइरहेछ हाम्रो प्लान। 2 hours later. ल अब हामी चाहिँ बल्ल निस्किन लागेको, 11 बजिसक्यो। ओ छोरो हेलो गला यो भिडियो चाहिँ 20 मिनेटपछि मात्र हाल्नु होला है। ल ए मेरो मुन्ना भाइ, मेरो रूपसिंह भाइ, प्यारो भाइको पार्टनर प्यारो भाइको त मात्र छ। भाटुका वाला मासु वाला सुरिक शिकार वाला बाल्टी वाला खै त अरू डीजे अरे चलो हाली आमा दुई बोतल हमरा चल डेली बाहर घूमे चलो हामी पनि बस्ने हैन, हामी पनि बच्ची गर्ने बच्ची कहाँ बस्ने? हामी कता बस्ने? हामी चाहिँ पिकनिक स्पट पुग्यौँ। यता हेर न, यता क्यामेरामा यता हेर न, यता
यता हेर न यता यता बस Nani kay nani kay nani ang go nani eh Benih. झुम कसरी गर्छन् भाइ के छ दुःख त भएन नि रमाइलो छ होइन आज पिकनिकमा रमाइलो के पकाउँदै हुनुहुन्छ यो बनिरहेको के हो खास भाइ यो बुङ्गुरको सेकुवा ए दादा व्हाइट पानी हाम्रो कता गयो व्हाइट पानी मूलधाराको पानी मूलधारा भन्नु पर्यो अनि साला चाहिँ कस्तो भइरह पिकनिक रमाइलो भइरह नि बवाल छ नि साली हेलो रमाइलो छ आमा बनिसकेपछि रमाइलो हुँदैन मौसी का बा हाल खबर मजा भएन मजा भा तिम्रो के छ भेरी गुड नाइस हजुर बाबु के छ सन्जय छौ खाना भइरहेछ मस्त मस्त हो सानीको मस्त मस्त हो अनि हाम्रो अर्को सानीको के छ मस्त छ सानी बराले हेर मस्त सानी सानी अनि सालाजी के छ रमाइलो भइरह सानी सानी यता हेर सानी बोलिनन् अरू मोर ममता साली का बा बढियाबाट के परि बढिया रहे हाँ बढ़िया रही कि नहीं रही बढियाबाट का परि उ परि हाँ मजा आना खाइ पर एक बार ऐसे ना हाई तो कर रही और हाइ त ल्याउ हाँ हाँ लो लो ठीक बात लो हाइ हाइ हाँ मम्मीलाई त सोधेछु न मम्मी मम्मी जो साइज पाछे गिरबो नहीं नहीं ठीक बा एकछिन हजुर बस्ने हो नहीं नहीं मै छु ल भन के छ तिम्रो भन रमाइलो भयो कि स्पोर्ट खानाडा आज के छ तिमीलाई कस्तो लाग्यो के छ भन राम्रो लागेन झुकै झुका जुकै जुका भयो अनि अरू त्यहाँ गएको त पुरा बहिनीको ए बहिनी र तिम्रो खुट्टामा मेरो खुट्टामा नै बहिनी र नानीको खुट्टामा नानीको आमाको तीनवटा बहिनीको खुट्टामा एउटा जुका भनेपछि पिकनिकमा जुका बढी लाग्यो भने तिमीहरूको होइन ल ठिक छ त्यो अब अर्कोचोटि सुधार गरौँला है त हुन्छ खाना नआउने ल दिदी चाहिँ खालि बाँड्दै मात्रै हुनुहुन्छ ए कहाँ भाइ पंजा ही क्या कर पंजा हुई
ल दिदी यहाँ खाना बाँड्दै हुनुहुन्छ एक्लै सबैलाई चाहिँ घरमा त घरमा ठिकै थियो कि यहाँ पिकनिक स्पोटमा आएर पनि सबैलाई चाहिँ एकदम मजाले चाहिँ खाना चाहिँ फिल्लुवा मजा भयो मस्त बा ठिक भयो अब त्यो ठ्याक्कै फर्म आइरहेको छ त मलाई अब सुरुवात चाहिँ म भाउजूबाट गर्छु भाउजू हजुर नाइ त्यस्तो त्यस्तो भनेपछि त हजुर ल यता दिदीहरूको चाहिँ आउँछ नि दादा हो दादा अब म तपाईँले भनेर म भइहाल्यो कि हेलो गाइज हेलो के भन्न चाहनुहुन्छ दुई शब्द जाओस् यो पिकनिकको लागि कसरी हामीले प्लान गऱ्यौँ राति पानी पर्दा पर्दै पनि तर यो खासमा कसैलाई यो क्रेडिट जान्छ भने मलाई जान्छ होइन घरमा गएर मैले दिदी जाउँ भनेर मात्रै यो एकदम ल के भन्नु छ मलाई त केही पनि भन्नु छैन केही छैन मलाई भात मात्रै आजकल बुढो पाएर तपाईँ पनि बिर्सिनु भयो हामीलाई हाम्रो प्लानिङ भनेको 11 बजे रातिको भएको पानी परेर फेरि एकछिन पज भयो त्यसपछि फेरि घाम लागेर अनि स्टार्ट भएर हामी यहाँ पुग्यौँ 1 बजे ल मौसीले एकचोटि हाँसो सुनाइदिनुहोस् त जोरवाला 11 बजे 12 बजे पुग्यौँ हाँसो मौसी हजुरको जोरवाला आज भाउजू छन् कि छैनन् जस्तो भइसक्यो कि के हो बोल्नु न भाउजू कि दादाले नबोल्नु भनेको छ नि तपाईँलाई केही नबोल्नु होला राम्ररी चुपचाप काम नगर्नु होला भने दिदी दादाले अलिक काम गरे जस्तो गर्नु तर केही पनि नगर्नु भन्नुभएको छ कि त्यस्तो भन्नुभएको छ केही भन्नु छ भाउजू यो पिकनिकको लागि अनि हजुरलाई रमाइलो भइरहेछ कि नै नेपाली बिनाजुलाई केही दुई शब्द मेरो चाहिँ एकदम दुई शब्द भन्दाखेरि मलाई चाहिँ अलिक के दुःख लाग्यो भनेपछि अघिसम्म चाहिँ हाम्रो लम्कीवाला भाइले चाहिँ मजाले चाहिँ त्यो सिक बोलिरहेको थिएँ भइरहेको थियो अनि अहिले चाहिँ अनि हाम्रो हौसल्याका सालाजी आए अनि आउने बित्तिकै आफ्नो बिनाजुलाई धुवा फालै छन् कि यो मैले चाहिँ बुझ्न सकिने कारण अब तिम्रो जिग्रीलाई सोध्दा एकचोटि फाल्नु कारण के रहेछ दिनु पर्यो जिग्रीलाई त अलगै तनाव छ आज कहाँ मम्मीसँग आए बुढीसँग आउने दिनमा भनेर केही भन्नु छ पार्टनरलाई आज दुई शब्द अहिले खाएर भन्छु ल पहिला खाइहाल केही छ राम्रै चलिरहेछ किन तनाव लागिरहेछ कि मम्मीलाई कहाँ ल्याए भाउजू ल्याउनु पर्ने त्यस्तो छैन बिनाजुलाई केही दुई शब्द मलाई अघि चाहिँ भनौँ न लम्कीवाला भाइले चाहिँ राम्रै बोलेको थियो सालो आएर धुवा फाले चाहिँ भन्नु न सही कुरा भन्नुभयो होइन मुन्नाको बिनाजुले उहाँले यस्तो गरेर यहाँ लगाएर भन्नुहुन्छ यहाँ लगाएर यो यहाँ लगाउनुहुन्छ अनि फोकस यहाँ गर्नु है यहाँ पुरै दिदीको नाम हो ट्याटुमा रमाइलो हो त ठिक छ रमाइलो भइरहेछ यो सोचाइवाला अनि फोकस यहाँ हुन्छ फेरि यहाँ फोकस यहाँ गर्नु है फेरि हजुर ए अब ग्रुपको हेड हाम्रो दादाले दुई शब्द हजुरको भने पनि दुई चार जाओस् भाउजूको लागि होइन हेड त पुरा यो डामाडोल भइसक्यो दुई पिकनिक आउँदाखेरिको अहिले हाम्रो रमाइलो पलको हजुर एजोलमा हजुर मिलाएर सबै एकचोटि निचोडमा एउटा शब्द हजुर यो त म केही भन्न सक्दैन यो त लेडिज ग्रुपमा डिपेन्ड हुन्छ हो यसो गर्छु नि हजुर के गर्छु भने पिकनिक हामी आयौँ
हाम्रो खाना बन्यो, मासु बन्यो, सेकुवा सबै बन्यो, हामी ड्रिङ्क गऱ्यौँ। हजुर। एज अल जो भयो नि सबै सबै चिजमा हजुरले त्यसको सबै तात्पर्य मिलाएर हजुरले एजलाई मिलाएर एउटा चाहिँ हल्दी मिलाएर एउटा शब्द 2-4 शब्द दिइदिनु। हाम्रो किसिमले त रमाइलो भएछ। हाम्रो मेन उद्देश्य भनेको त हाम्रो यो महिला ग्रुपहरू हो। खुसी मनाउने हिसाबले हामी महिला ग्रुपहरूलाई नै सोध्नु पर्यो। ल महिला ग्रुपले सोध्नु पर्यो। दिदी हजुरको के छ भनाइ यसमा? म त तपाईँलाई नेपाली फिल्मको हिरो नि भन्छु होइन पहिलेबाट। भन्नुहोस् 2 शब्द कस्तो लागिरहेछ? हिनाजुले नबोल्नु भन्नुभएको छ। केही भन्नुहोस् न। मतलब टिकटॉक बनाई नहीं जन लो और दिन बना दी हैं। ले बढ़िया से बनाई हो हाय अँ, ले और हेर न तर परिवर्तन सम्भव छ भने आजकल सक्लो इडले हेऱ्यो भने एकदम जेन्टलम्यान है। खाना खाने बेला पनि चस्मा चस्मा लगाएर जस्तो यार बाफ्रे कुनै जग्गा बिहा आउनुभन्दा पहिला केटा जस्तो ड्रेसअप अहिले हेर यार। हम तो वही के वही है। नहीं आज तपाईँ त सुरुवात त्यसै थियो तर दिदीले परिवर्तन वाह द्याट्स ग्रेट यार द्याट्स ग्रेट। सीखो कुछ मुझसे। नहीं सीखना भाइ। गजब बेइज्जती है। ल भिनाजुलाई केही भन्नु छ 2 शब्द आजको पिकनिकको बारेमा? ए रमाइलो भइरहेछ के भनौँ, छोरा खेलाइरहेछु खाना छोडेर। भान्जा अरे झूठ बोल रहा है, ये झूठ बोल रहा है।